हाई नमस्कार सबैजनालाई, म प्रतिमा। अहिले म फिनल्यान्डमा छु होइन। मैले चाहिँ एउटा सानो कुरा मैले यहाँ गर्न गइरहेको छु। जस्तै अहिले हामी सबैजना चाहिँ फिनिस ल्याङ्ग्वेज को लागि स्ट्रगल गरिरहेको छौँ होइन। अब हामीलाई कति कुराहरू थाहा हुँदैन, तर मैले चाहिँ एउटा यो मेमोराइज गर्ने टेक्निक चाहिँ मैले आफूले मलाई लागेको एक्सपिरियन्स, मैले आफूले प्र्याक्टिस गर्दाको एक्सपिरियन्स चाहिँ मैले हजुरहरूसँग सेयर गर्न खोज्दैछु होइन। अब मैले बेसी कुरा गरेको जस्तो हुन्छ होला होइन, सबैजना जान्ने बुझ्ने नै हुनुहुन्छ। त्यही पनि मैले चाहिँ मैले आफूले पढ्दै स्ट्राइक गरेको कुरा चाहिँ म तपाईँहरूलाई सेयर गर्दैछु। जस्तो हामीले चाहिँ जनवरी टु डिसेम्बर हाम्रो मन्थ हुन्छ होइन। अब हामीले जनवरीलाई चाहिँ हामीले कसरी अब भन्ने भन्दाखेरि हामीले मेमोराइज गर्ने चाहिँ कसरी भन्दाखेरि चाहिँ मन्थमा चाहिँ जहिले पनि पछाडि चाहिँ केयुयु भनेर चाहिँ हुँदो रहेछ है फिनिसको उसमा। अब मैले आफूले प्र्याक्टिस गरेको युट्युब भिडियो हेरेर प्र्याक्टिस गरेको उसमा चाहिँ मैले भन्दैछु। त्यसमा भनेको जस्तो अब जनवरी फेब्रुअरी मार्चलाई चाहिँ हामीले तामी हेल्मी मालिस भन्ने होइन। तामीको हेल्मीको मालिस भनेको त हामीले सबैले मसाज भनेर बुझ्छौँ होइन। त्यो कुरा चाहिँ याद राख्नु पर्यो। अब अप्रिल मे जुनमा तामी, अब जस्तो जनवरीदेखि जुनसम्म गरौँ न होइन। तामी हेल्मी मालिस हुती भनेको चाहिँ हामीले अप्रिल भन्छौँ होइन। हुतीलाई हुत्याएको भनेर पनि बुझ्दा हुने रहेछ होइन। अनि त्यस पछाडि आउँछ मेमा चाहिँ टाउको कु भन्छ होइन। टने भनेर त टाउको भन्दैन, तर टाउको कु भन्दो रहेछ है। अनि त्यस पछाडि चाहिँ केसाकु भनेर हामीले कपाल बुझ्नु पऱ्यो है, केसाकु भन्दो रहेछ। अनि अब जस्तो त्यसरी नै जनवरी टु जुन चाहिँ तामीको हेल्मीको मालिसको हुतीको टाउको केसाकु है। अनि जुलाई टु डिसेम्बर चाहिँ अब हामीले यसलाई कसरी भन्न सक्छौँ भन्दाखेरि जुलाईमा चाहिँ हामीले हेना भनेर मेहन्दी सम्झिने है, जुन इन्डियन ब्रान्ड हो होइन। हेना भन्ने मेहन्दी छ होइन, हामी सबैले लाउँछौँ नै होला, लाएको थियौँ होला होइन। जस हेना भनेर मेहन्दी सम्झिने। अनि त्यस पछाडि आउँछ यो अब अगस्तमा चाहिँ फेरि अलिकति यसको थोरै छ, 3टा वर्ड छ। येल्लो भनेर सम्झिने होइन, येल्लो कु। अनि त्यस पछाडि आउँछ सेप्टेम्बरमा चाहिँ भनेको हाम्रो सिस्कु भनेको आफ्नो दिदीबहिनीलाई सम्झिने है, सिस्कु भनेर जाने। अनि अक्टोबरमा चाहिँ भनेको चाहिँ लौका खानुहुन्छ होला सबैले है। लौकाको अब फिनल्यान्डमा त पाउँदैन होला लौका, त्यही पनि आई हेभ नो आइडिया है, पाउनु पनि सक्छ। अनि त्यसलाई चाहिँ हामीले लोकाकु भन्दो रहेछौँ है, अक्टोबरलाई लोकाकु। अनि नोभेम्बर भनेको मेरो जन्म महिना, त्यसलाई चाहिँ मारास्कु मार्ने भनेर बुझिन्छ। अब यो बोल्नु त हुँदैन थियो, त्यही पनि मैले भनिहालेँ, मारास्कु। डिसेम्बरमा चाहिँ हामीले जाउलो खाली सम्झिने, त्यही भएर जौलोकु हामीले नेपालीले मेमोराइज गर्ने तरिका चाहिँ भनेपछि के रहेछ त भन्दाखेरि चाहिँ जुलाई टु डिसेम्बर चाहिँ हेनाकु, इलोकु, सिस्कु, लोकाकु, मारास्कु, जोलुकु है। हेनाकु, इलोकु, सिस्कु, लोकाकु, मारास्कु, जौलुकु भनेर हामीले सम्झिने है। त्यसरी नै हामीले जनवरी टु डिसेम्बरलाई चाहिँ हामीले मेमोराइज गर्न सकिँदो रहेछ है त। थ्याङ्क यू। मलाई गाली नगरिदिनु होला प्लिज, सबैजनालाई आउँछ नै होला होइन। त्यही पनि मैले चाहिँ आफूलाई लागेको कुरा चाहिँ मैले हजुरहरूको अगाडि सेयर गरेको हो, त्यसरी प्र्याक्टिस गर्न सकिँदो रहेछ भनेर है। थ्याङ्क यू।